नमस्कार सर। नमस्कार नमस्कार। हजुर, अनि हाम्रो एक्सपर्ट सेवाबाट हजुरको घरमा कस्तो काम भइरहेछ? अहिलेसम्मको काम त धेरै चित्तबुद्धो छ। नाम जस्तो एक्सपर्ट सेवा काम पनि एक्सपर्टै जस्तो लागेको छ। अहिलेसम्म राम्रै गरिराख्नु भएको छ। हजुर सर, हजुर हजुर। मिस्त्री भाइहरू, यी काम गर्ने केटाहरू पनि धेरै राम्रा छन्। इन्जिनियर साहबहरू पनि धेरै कोअपरेटिभ हुनुहुन्छ। धेरै नै मतलब बेला बेला आइरहनुहुन्छ, बेला बेला सबै जे तपाईँलाई चाहिँ गाइडलाइन्सहरू दिने, यसो त काम बिग्रेको अथवा सम्झाउने, तपाईँलाई आइडिया नभएको चिजहरू, इन्जिनियरिङ नर्म्सहरूलाई चाहिँ एकदम राम्रो भन्नुभयो नि। एकदम राम्रो छ। टाइममा आउनुहुन्छ, इन्स्पेक्सन गर्नुहुन्छ, नमिलेको कुराहरू यस्तो यस्तो मिलेन भन्नुहुन्छ। धेरै राम्रो गर्नुभएको छ अहिलेसम्म। एकदम ठिक छ। अनि तपाईँको सामानहरू चाहिँ तपाईँको कन्ट्र्याक्टमा रहेको सामानहरू सबै झरिरहेछ नि सर? टाइमली झरिरहेछ, एकदम टाइमली। काम रोकिएको छैन। कति सामान यदि अर्डर तपाईँले दिनु भने कति घन्टामा सामान झरेको रेकर्डहरू छ? अब त्यो त चाहिँदाखेरि खाँचो पर्दा 1 घन्टामा पनि आएको छ, कहिले 3 घन्टामा पनि। त्यो आफ्नो रिक्वायरमेन्ट अनुसार समयमै आएको छ। हजुर, अनि तपाईँको यो साइट सुरु भएको चाहिँ कति महिना भयो अरे? हाम्रो 3 महिना भयो। दोस्रो ढलान सिद्धियो, अब तेस्रो ढलान हुने तयारी छ। अब ठिक छ। त्यसो भए हामी कहिले हो? अब ह्यान्डओभर गर्ने एग्रिमेन्ट चाहिँ असोजको हो। असोजको पहिलो हप्ता, भदौको लास्टमा भनौँ न। त्यसो भए दसैँमा हजुरहरू सर्ने सायदमा हामी यहाँ सर्ने विचार गरेका छौँ। त्यसो भए हाम्रो अरू सर्भिस लिने हाम्रो क्लाइन्टहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ लास्टमा? एक्सपर्ट सेवा धेरै राम्रो, अनुभवी, धेरै नै अनुभवी जस्तो लाग्यो। उनीहरूको काम पनि धेरै राम्रो छ। उहाँहरूको स्टाफहरू, इन्जिनियर साहबहरू पनि धेरै मिलनसार हुनुहुन्छ र सबै कुरा राम्रो छ। र एकचोटि एक्सपर्ट सेवामा जानु होला, परामर्श लिनु होला। आफ्नो घर बनाउनु छ भने चाहिँ सम्पर्क गरेर सरसल्लाह गरेर आफ्नो घर बनाउनलाई ढुक्क गरेर दिए हुन्छ। हस् सर, यसको रिभ्यूको लागि धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँलाई पनि।